आज क्लासमा तपाईहरुलाई मैले ठोस वस्तुको पूरा सतहको क्षेत्रफल कसरी निकाल्ने त भन्ने कुरा सिकाउन गइरहेको छु। यहाँ चित्रमा यहाँ देखाइएको छ। यो चित्र बेलना र अर्धगोला दुईटा मिलेर बनेको छ हैन। बेलना र अर्धगोला दुईटा मिलेर बनेको ठोस वस्तुको पूरा सतहको क्षेत्रफल कसरी निकाल्ने त भन्ने कुरा सिकाउन गइरहेको छु। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईहरुलाई एउटा सानो अनुरोध, यदि तपाईले यस च्यानल दिलीप एकाडेमीलाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनुस् र छेउमा भएको घण्टी चिन्हमा दबाएर अलमा दबाइदिनु होला र भिडियो मन पर्यो भने लाइक पनि गरिदिनुस्। ल आउनुहोस् भिडियो सुरु गरौँ। पहिला क्वेशनमा हेर्नुस् है। क्वेशनमा के भनेको छ यहाँ, ठोस वस्तुको पूरा सतहको क्षेत्रफल निकाल्नुहोस्। ठोस वस्तु भनेको यो, यसलाई ठोस वस्तु भन्ने हैन। यो ठोस वस्तु के मिलेर बनेको छ पहिला त थाहा पाउनु पर्यो। ठोस वस्तु बेलना र अर्धगोला दुईटा मिलेर बनेको छ। यो बेलना हो, यो अर्धगोला। यसको पूरा सतहको क्षेत्रफल कसरी निकाल्ने त? यसको पूरा सतहको क्षेत्रफल निकाल्नका लागि पहिला के गर्ने, यो बेलना, पहिला बेलनाको मात्रै निकाल्ने। बेलनाको वक्र सतहको क्षेत्रफल निकाल्ने। वक्र सतहको क्षेत्रफल भनेको सीएसए। बेलनाको सीएसए निकाल्ने। अनि अर्को के छ, अर्धगोला। अर्धगोलाको चाहिँ टीएसए निकाल्ने है। यस्तो किसिमको चित्र आयो भने, यस्तो किसिमको चित्र आएर पूरा सतहको क्षेत्रफल निकाल्नु भन्यो भने के गर्नु पर्यो भनेपछि यो बेलना हो, बेलनाको चाहिँ सीएसए निकाल्ने, वक्र सतहको क्षेत्रफल निकाल्ने। अनि यो भनेको अर्धगोला, अर्धगोलाको चाहिँ टीएसए निकाल्ने, पूरा सतहको क्षेत्रफल निकाल्ने र दुईटालाई जोड्दिने। जोडेपछि ठोस वस्तुको पूरा सतहको क्षेत्रफल आउँछ। ल अब सुरु गरौँ है त। पहिला के दिएको छ, यो 28 सेन्टिमिटर भनेको के हो, व्यास हो हैन। यो यहाँदेखि यहाँसम्म खिचेको लाइन भनेको जहिले पनि व्यास हुन्छ। ओके, यो कुनादेखि सेन्टर हुँदै यो कुनासम्म खिचेको लाइन भनेको व्यास हो। यो 28 सेन्टिमिटर भनेको चाहिँ व्यास। व्यासलाई हामीले के भन्छौँ, डी। डी बराबर कति, 28 सेन्टिमिटर है। व्यास थाहा छ भने अर्धव्यास निकाल्न सकिन्छ हैन। अर्धव्यास कसरी निकालिन्छ, अर्धव्यास आर बराबर के हुन्छ, व्यासलाई 2 ले भाग गर्ने हैन त। अर्धव्यास कसरी निकालिन्छ, यो व्यासलाई जहिले पनि 2 ले भाग गरे पनि अर्धव्यास आउँछ। व्यास भनेको कति छ, 28। यो 28 लाई 2 ले डिभाइड गर्ने। 2 ले डिभाइड गर्ने कति आउँछ, 14 सेन्टिमिटर। यो भनेको व्यास हो, सरी अर्धव्यास हो यो भनेको है। अर्धव्यास आयो। अब पहिला के गरौँ भनेपछि यो बेलनाको निकालौँ है। बेलनाको सीएसए निकालौँ अनि अर्धगोलाको टीएसए निकालौँ। पहिला चाहिँ बेलनाको निकालौँ है। बेलनाको लेखेँ मैले यहाँ माथि, बेलनाको लेखेर कमा गरे। बेलनाको के निकाल्ने भने सीएसए, वक्र सतहको क्षेत्रफल, सीएसए। सीएसए भनेको यसको फुल फर्म कर्भड सर्फेस एरिया। कर्भड सर्फेस एरिया भनेको वक्र सतहको क्षेत्रफल। ओके, सीएसए भनेको वक्र सतहको क्षेत्रफल, टीएसए भनेको पूरा सतहको क्षेत्रफल, कर्भड सर्फेस एरिया भनेको है। सीएसए भनेको कर्भड सर्फेस एरिया, नेपालीमा वक्र सतहको क्षेत्रफल। अब बेलनाको सीएसए निकाल्ने फर्मुला के हुन्छ भन्दाखेरि 2 पाई आर एच। ओके, यो हुन्छ बेलनाको सीएसए निकाल्ने फर्मुला। बेलनाको वक्र सतहको क्षेत्रफल निकाल्ने फर्मुला 2 पाई आर एच। अब बराबर 2 को 2 इन्टु पाई भनेको यहाँहरु सबैलाई थाहा छ पाईको मान कति हुन्छ, 22/7 हैन। जहिले पनि पाई देख्न साथ 22/7 लेखिहाल्ने। इन्टु आर, आर भनेको कति छ, आर भनेको 14 इन्टु एच, एच भनेको कति छ, एच भनेको 20 सेन्टिमिटर है। यो एच बेलनाको एच हो, यो भनेको 20 सेन्टिमिटर। ओके, बेलनाको एच भनेको कति छ, 20। चित्रमा हेर्नुस् है। चित्रमा यहाँदेखि यहाँसम्म भनेको यो बेलनाको उचाइ हो, 20 सेन्टिमिटर। अब यो क्याल्कुलेटर हान्नुस्, 2 इन्टु 22 इन्टु 14 इन्टु 20 गर्नुस्। माथि मल्टिप्लाई गर्नुस्, जति आउँछ त्यसलाई यो 7 ले डिभाइड गर्नुस्। कति आउँछ भन्नुस् त, तपाईहरु क्याल्कुलेटर हान्नु निकाल्नुस्। त्यति गर्दाखेरि आउँछ 1760 सेन्टिमिटर स्क्वायर है। जहिले पनि सीएसए भन्ने बित्तिकै स्क्वायर हुन्छ, सेन्टिमिटर स्क्वायर हुन्छ। ओके, अब यो बेलनाको सीएसए आयो है। अब हामीले के निकाल्ने, यो अर्धगोलाको। अर्धगोलाको
अर्धगोलाको के निकाल्ने भनेको छु, यो अर्धगोलाको टिएसए निकाल्ने, अर्धगोलाको टिएसए निकाल्ने फर्मुला के हो, अर्धगोलाको टिएसए निकाल्ने फर्मुला 3πr स्क्वायर, यही हो नि त, 3πr स्क्वायर। यस, अब बराबर 3 को 3 इन्टु पाई भनेको, पाई भन्न साथ जहिले पनि के 22 को अपन 7 इन्टु आर, आर भनेको त्यही हुन्छ, आर भनेको 14 सेन्टिमिटर, 14 को स्क्वायर। अब फेरि क्यालकुलेटर हाल्नुहोस्, 3 इन्टु 22 इन्टु 14 इन्टु 14, 14 को स्क्वायर छ, स्क्वायर भनेको 14 लाई 2 पटक मल्टिप्लाई गर्ने, 14 इन्टु 14, 3 इन्टु 22 इन्टु 14 इन्टु 14 डिभाइड 7, यो गर्दा कति आउँछ, यो गर्दाखेरि आउँछ 1848 सेन्टिमिटर स्क्वायर होइन त। दुईवटा चिज आयो, बेलनाको सिएसए आयो, अर्धगोलाको टिएसए पनि आयो। अब हामीलाई क्वेसनले के सोधेको छ, पुरा सतहको क्षेत्रफल, ठोस वस्तु भनेको यो ठोस वस्तुको पुरा सतहको क्षेत्रफल कसरी निकाल्ने भनेको थिएँ मैले सुरुमा, दुईटालाई जोड दिने होइन, सिएसए र टिएसए लाई जोड दिने, यो सिएसए यति आयो, टिएसए यति, दुईटालाई जोड दिने। अब मैले यहाँ लेख्छु ठोस वस्तुको पुरा सतहको क्षेत्रफल भनेको टिएसए, ठोस वस्तुको पुरा सतहको क्षेत्रफल टिएसए, टोटल सर्फेस एरिया। ओके, यो टिएसए अथवा टिएसए को फुल फर्म भनेको टोटल सर्फेस एरिया भनेको पुरा सतहको क्षेत्रफल। यसको फर्मुला फर्मुला लेख्नु परेन होइन, यो डाइरेक्ट के गर्नु पर्यो, हामीले जोड दिनु पर्यो, यो प्लस यो गर्ने, यो 1760 प्लस यो 1848, अब दुईटालाई जोड दिउँ त, दुईटालाई जोड्दाखेरि कति आउँछ, 3608, कति आयो 3608 सेन्टिमिटर स्क्वायर, यही एन्सर भयो है त। यसरी गरिन्छ।